What's up guys? आज हामी धेरै पछि भ्लग बनाउन गइरहेछौँ र हामी चाहिँ काठमाडौँमा यसो घुमघामको लागि हिँडिरहेका छौँ स्कुटरमा। आज चाहिँ सबै स्कुटर मात्र लाने भएको कारणले स्कुटी राइड भनौँ न हैन, झर्नाको लागि। र सेना चाहिँ दुईटा अगाडि लगाइसकेका छन्, दुईटा स्कुटीमा। हाम्रो सेनाहरू यहाँ स्कुटीमा अगाडि छन्। अभिनव के छ? हेलो भन्छ, हेलो। तीनटा स्कुटीमा ट्याक्क यता नि छ फेरि, यता बिर्सेला फेरि हाम्रो मेन मान्छे हुँदाखेरि चाहिँ हामी अहिले टोखा मन्दिरमा आइसकेका छौँ। नेपाल सरकारले हर्न बजायो नि 500 चिट भने उसले गाडी त अनि हर्न बजायो भने बिहा कारण किन हो नम्बर नोट गर्नु है गाइस। फेरि चिट काट्नु पर्दा त्यो गाडीको 500 भण्डारे चोक। हाम्रो टायरको हावा चाहिँ कम भइसकेको छ, धेरै सक्नुहुन्छ। उकालो उकालो अलिक गाह्रो भइरहेछ। अनि अरू के अलि हेलो गाइस बाइक भन्नु पर्यो। बच्चा सिधै आएर यस्तो ओह्रालो पनि गाडीलाई भन्नु चाहनुहुन्छ नि तपाईँहरू। चिसो छ, चिसो ठन्डा ठन्डा कुल कुल भइहाल्छु म। हाम्रो स्कुटरले मात्र तानेन भने त यहाँनिर नतानेर अहिले चाहिँ हामी शिवपुरी आइसकेका छौँ। यहाँ ब्यारिक साइडमा छ हाम्रो। यहाँबाट घुम्न जान्छ होइन, कहाँ टिकट लिने ठाउँ। बाबा टपमा आइसक्यो, एकदम चिसो भइरहेछ। हामी शिवपुरीको टपमा आइसकेका छौँ। बादल त खतरा लागिरहेको छ। शिवपुरीको टपमा आइसकेका छौँ। भ्यू हेर्न सक्नुहुन्छ, बबाल देखिरहेछ। उता उताबाट नुवाकोट हो, यो नुवाकोट। हामी चाहिँ त्यहाँ तल हुनाले चाहिँ सैनिक इलाकाभित्र फोटो खिच्न मनाइ छ, लेखेको छ। अब हामी क्यामेरा बन्द गर्ने कि के गर्ने भइरहेछ भएर हामीले फोटो नखिचिकन भिडियो खिचेको। शिवपुरीबाट चाहिँ हामी ओह्रालोतर्फ लागिरहेको छौँ गुल्जे झर्नको लागि। आइपुग्न लागिसकेको छ हाम्रो गन्तव्य। के भयो बल्ल है हाम्रो सानो भान्जालाई त कति 1-2 किलोमिटर।
खोइ त यहाँ बोर्डै च्यातिरहेछ। अब गुर्जे झरना चाहिँ भनिरहेछ होइन। गुर्जे झरना चाहिँ यहीँ रहेछ भन्ने हामीलाई यहाँको स्थानीय जनताले भनेर ल्याएका छन् होइन। तर हामी चाहिँ यहाँ ओर्लिरहेछौँ। अब बाटो कहाँसम्म छ गाडी त के हो बाटो छ अब बाटो छ अरे। अब यहाँ गाडी चाहिँ बिचमा रोकेर राख्दै यो के हो आफ्नै आफैले ढलान गरेर हो कि के हो होइन। झरना चाहिँ आउन लागिसकेको छ। अहिले चाहिँ यहाँबाट बाटो होइन भनेर हामी युटर्न लिएछौँ। यो त अनि इन्टरनेसनल भएको नि त यदि मान्छे घुम्न आएको टुवा परेर हामी फर्का देखेर होइन कि भनेर लगाइरहेको होइन। जाउँ उता हो रे उता यतै हो भन्ने हामीलाई लागिरह। तर बाटो चाहिँ एकदम खतम रहेछ। जान चाहिँ जान्छ भने है फेरि बाइक चाहिँ हजुर ल्याउन त ल्याउँछन् होला। अब तपाईँ प्रो राइडर पर्नु भयो। अब उहाँहरू चाहिँ कस्तो राइडर पऱ्यो अब फेना दुइटा चाहिँ अच्छा है। हेलो हाम्रो यहाँ प्रो राइडर्सहरू ओह्रालो ओर्लिँदै हुनुहुन्छ होइन। इभीको टेस्ट ड्राइभ भइरहेछ यहाँ उकालो ओह्रालोमा। राइडर हो खतरनाक। अर्को प्रो राइडर यहाँको सबभन्दा राइडर बाटो चाहिँ एकदम खतरनाक। हिँडेर गयो भने टाढा पर्छ। जाउँ ल जाउँ पसल जान्ला रे पसल। गुर्जे झरना आउनको लागि चाहिँ बाइकै लिएर आउनु है। स्कुटी आयो भने चाहिँ यस्तो हामी जस्तै दुःख पाइन्छ। फाइनल्ली हामी गुर्जे झरना आइसकेका छौँ। टक्क स्कुटी पार्किङ पनि गरिसकेको छौँ। के भयो के भन्न चाहनुहुन्छ तपाईँ? केही भन्न चाहनुहुन्न? यहाँबाट 1.75 किलोमिटर अगाडि गुर्जे झरना आइसकेको छ। हाम्रो भान्साहरू हाँस्दै हुन्छ। खोइ अर्को कहाँ गयो? देखियो अरे स्विमिङ ब्लग कहिलेको? अस्तिको हो। लागौँ हामी झरनातिर। हाम्रो अनि कता त हाम्रो सेनाहरू आउँदैछ नि यहाँ ओह्रालो। ल ल ल बिस्तारै खोइ त हाम्रो एकजना सेना आउनु भने
सेनाहरू धेरै छन् भने त अनि हामीलाई बाटो देखाउने चाहिँ हाम्रो यहाँ खतरनाक खुङ्खार आइरहेको गाइडै बस्थ्यो ल औ बाबु औ तिमी अगाडि जाने हो उताबाट चाहिँ लामो बाटो भएर हामी यताबाट सर्टकट आइरहेछौँ उहाँहरू चाहिँ लामो बाटो जानु भएर यताबाट जानु भन्ने प्रिफर भइरहेछ झर्ना यता पर्छ भन्दै हुनुहुन्छ हामीलाई धन्यवाद धन्यवाद सर्टकट बाटो हिँडे गर्दाखेरि ठुलो बाटो भेटिएको छ र साउन्ड पनि आइसकेको छ अबि हामी 10 मिनट हिँडिसकेका छौँ त्यो झर्ना उन लगाइसकेको छ फाइनली आइपुगेका छौँ भनेको त यहाँ आउने मान्छेले अझै माथि भन्दै हुनुहुन्छ जुगाले चाहिँ टोकिसकेको छ होइन डेन्जर लामो छ हो देखा यसलाई है ढ्यान्टान फाइनल्ली हामी चाहिँ उर्जे झर्ना आइसकेका छौँ हेर्न सक्नुहुन्छ उर्जे झर्ना आइसकेका छौँ हामी यहाँबाट मुनि छिरेर उताबाट निस्किँदो रहेछ बवाल अझै माथि हुने बाँकी छ जाऊ फाइनल्ली आइपुगेछौँ गर्नु भएको मान्छे हाम्रो ल है अगाडि जाउँ भनेको जानै सकिएन हावाले कस्तो अनुभव भइरहेको त अनि यहाँ गरिब हो अघि जाडो भयो अब जान्छु हामी घरमा आइसकेको बाबालाई भन अनि एकछिन बसी जाऊ पर्यो
मान्छेहरू नि नकैसिया छ नि जाऊ 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 अगाडि लागिरहेको छौँ ल जाउँ है अब हामी घरमा छोडेर जान त मन थिएन पनि जाउँ है